म त फर्स्ट टाइम सीएम साहबलाई भेट्नु जाँदाखेरि सीएम साहबको घर मिङदोङमा गएको थिएँ होइन। अनि मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ अब जस्तै धनी बडा मान्छेहरूको घर कस्तो हुन्छ मलाई चाहिँ त्यही हेर्न मनपर्छ क्या। अनि सरहरू कस्तो सोफामा बस्छ यसरी हेरिरहेको थिएँ होइन। यता हेरिरहेको थिएँ, त्यहाँबाट सर आउनुभयो, पदम आएको छ अरे पदम आएको छ अरे भने होइन। अनि पदम भनेर चाहिँ हात मिलाइरहेको रहेछ सीएम साहबले चाहिँ, बुझ्नुभयो मलाई। अनि म त त्यो सर बस्ने ठाउँ यसरी हेरिरहेको थिएँ। दिपेशले चाहिँ चिमटेर सरले हात मिलाइरहेछ भनेर क्या। सरले चाहिँ अलरेडी हात मिलाइरहेको रहेछ मलाई होइन। मलाई त अब म त त्यो सरको त्यो सरहरू कसरी बस्छ यस्तो धनी मान्छेहरू जस्तै हुन्छ नि कसरी बस्छ भनेर अब किनकि अब फेरि त्यही गरिबीको कुरा गरेको होइन। किनकि हामीलाई त त्यो हेर्नु मनपर्छ नि त। त्यहाँबाट यसले चिमटेर सरले त्यहाँबाट चाहिँ सरसँग हात मिलाएँ। त्यहाँ सरले मलाई एकदमै धेरै माया गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ।